यो ब्राइडल सेट लिएर चाहिँ हाम्रो दुला राजा वैशाखको 17 गते सिन्धुलीदेखि नवलपरासी प्रस्थान गर्दै हुनुहुन्छ। यो सेट चाहिँ हामीलाई बस्नेत फ्यामिलीबाट अर्डर आएको हो। म हजुरलाई सरस्वती डिजाइन र तौल विवरण दिन्छु है त। म रानीहारबाट सुरु गर्छु। देख्न सक्नुहुन्छ हजुरले यो रानीहार चाहिँ हामीले 4 तोलामा तयार गरेका छौँ। यो नेकलेस चाहिँ हामीले 2 तोला 30 लालमा तयार गरेका छौँ। उहाँहरूले नै दिनुभएको तौलमा हामीले तयार गरेका छौँ। 24 क्यारेट हो दुवै। र कानको झुम्का देख्न सक्नुहुन्छ हजुरले, यो झुम्का चाहिँ हामीले 80 लालमा तयार गरेका छौँ। यो पनि 24 क्यारेट हो। र यो बिन्दी चाहिँ हामीले आधी तोलामा तयार गरेका छौँ है। र त्यस्तै गरी यो मङ्गलसूत्र देख्न सक्नुहुन्छ। यो मङ्गलसूत्र चाहिँ हामीले आधी तोलामा तयार गरेका छौँ। यो मङ्गलसूत्र चाहिँ 22 क्यारेट भए, किनभने यसमा स्टोन सेटिङ गरिएको छ। भिडियो अन्तिमसम्म हेर्नुहोस् है। र त्यस्तै गरी देख्न सक्नुहुन्छ हजुरले यो नथिया चाहिँ हामीले हाफ तोलामा तयार गरेका छौँ। र सेटको औँठी चाहिँ 80 लालमा तयार गरेका छौँ। र यो स्वयम्वरको औँठी चाहिँ उहाँहरूले डायमन्डमा अर्डर गर्नुभएको थियो। यो स्वयम्वरको औँठी देख्न सक्नुहुन्छ हजुरले, ठ्याक्कै मेरो जस्तै छ। र यो चुरा चाहिँ हामीले 3 तोलाको जोडी तयार गरेका छौँ। यो चुरा चाहिँ 22 क्यारेटमा तयार गरेका छौँ, किनभने चुरा लाउँदा खोल्दा हामीलाई एकदम प्रेसर पर्छ नि त। त्यही भएर हजुरहरूले पनि चुरा चाहिँ 24 को भन्दा 22 मा बनाउनु भयो भने एकदम राम्रो, ड्युरेबल, गुड फिनिसिङ आउँछ। र देख्न सक्नुहुन्छ हजुरले यो छड्के तिलरी, यो चाहिँ हामीले 80 लालमा तयार गरेका छौँ छड्के तिलरी। र यो माइली तिलरी चाहिँ हामीले दुलैको लागि 40 लालमा तयार गरेका छौँ। र यो चाहिँ उहाँले दुलाको साइडबाटै गिफ्ट दिने भनेर अर्डर गर्नुभएको, र कसलाई भन्ने ठ्याक्कै थाहा भएन है। र थ्याङ्क यू सो मच बस्नेत फ्यामिली फर योर लभ एन्ड ट्रस्ट। हामीलाई सेवा गर्ने अवसर दिनुभयो। कति टाढा सिन्धुलीबाट हिरण्य ज्वेलर्समा आएर यो सबै हजुरहरूको माया विश्वास हो। र हजुरहरूलाई पनि यस्तै ब्राइडल सेटहरू बनाउनु परेको छ भने हिरण्य ज्वेलर्समा अर्डर गर्न सक्नुहुन्छ। अनलाइन अर्डरको लागि चाहिँ हाम्रो वाट्सएपमा अर्डर गर्नुहोला, र स्टोरमै आएर पनि हामीलाई अर्डर दिन सक्नुहुन्छ। थ्याङ्क यू, नमस्ते।